हाम्रो कति पैसा खाइदिएछन् भाडामा मिलाउनु पर्छ Hello everyone, welcome back to our YouTube channel. हजुरहरूलाई स्वागत छ हाम्रो YouTube च्यानलमा। आज चाहिँ हामी घरको छतबाट हजुरहरूको माझ आउँछौँ। अनि सानो नानी हेलो गर सानो घरबेटिनी अनि हामी चाहिँ यो घरको मालकिन हामी चाहिँ यिनलाई आज खेलाउँदै छौँ। यस्तै आउँछ आज भिडियो बाहिर निस्किने लास्टै गर्मी छ साथीहरू। यो पनि मन नमानी आएको छौँ। अब यिनलाई चाहिँ हामी एउटा गीत गाउन पठाउँछौँ है त साथीहरू। मालकिनले यस्तो राम्रो गाउँछ नि कुरै छोड्दिउँ होइन। हेलो भन नि त फेरि ल फेरि यही खुसियालमा एउटा गीत गाएर सुनाइदिउ ल एउटा गीत गाउ ल। अब खुल्छ त छिटो गाउ न तिमी। सबै आए भन्दै जनेलाई ल हेरे खबर मुके फलेर अचवना कमाया चलेला अचवना कमाया चलेला। गीत पनि गाइसकेको छु नि ज्ञानी छु नि भयो ज्ञानी नम्बर 1 हैन। भिडियो बनाउन जान लाग्छ बाहिर तर घाम चाहिँ लास्टै नै छ। जानी तिमी जा चप्पल लगाऊ। बाहिर चाहिँ घाम यति छ साथीहरू त्यही पनि हामी जान्छौँ। मेरो हालत चाहिँ यस्तो छ। अब चाहिँ हामी भिडियो बनाउन यिनीहरूलाई चाहिँ यसलाई चाहिँ भिडियो बनाउन जान लागेको छु। अनि भिडियो बनाउने क्रममै हाम्रो पनि छोटो मिठो ब्लग हुन्छ भनेर चाहिँ हामी जान लाग्छौँ। हाम्रो मालकिन पनि जाँदै हुनुहुन्छ अगाडि। भिडियो कस्तो हुन्छ सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। हामी के अरे युट्युबमा पनि हाल्छौँ, हेर्नु होला सबैजनाले माया गरिदिनु होला। यस्तो घाम छ निस्किनै नहुने घाम छ तर हामी चाहिँ लोकेसन खोज्दैछौँ भिडियो कहाँ बनाउने भनेर। म चाहिँ बेहुली जस्तै भएर हिँडिरहेको छु किनभने यस्तै गर्मी छ कि यहाँ पनि ठिकै हुन्थ्यो होला नि। किम्मु खान जाने किम्मु खान जाने किम्मु भिडियो बनाउन जाने फेरि हाम्रो मालकिन। हेलो भन। हेलो हाम्रो डान्सर अनि म क्यामराम्यान। त्यस्तो बनाउन चाहिँ आउँदैन त्यही पनि हल्का ल। हामी चाहिँ लोकेसन खोज्छौँ अनि त्यही भिडियो पनि बनाउँछौँ। हामी चाहिँ लोकेसन खोज्दा खोज्दै कस्तो झ्याउ लाग्यो अनि भिडियो चाहिँ कहाँ बनाऊँ भन्ने कुरा हो। अनि एकचोटि चाहिँ हामी यो रोडमा बनाउन आएको थियौँ। अनि मेरो सोचमा चाहिँ पारी पनि बबाले छ अनि त्यहाँ चाहिँ जानै मन लागेको छैन कि मलाई। त्यही भएर यतै बनाउँछौँ कि क्या हो। कपाल पनि फेरि गर्मी पनि यस्तो गर्मी छ। ल हामी फेरि कहाँ जान्छौँ त साथीहरू मेरो दिदीहरूको युट्युब च्यानललाई मेरो दिदीहरूको युट्युब च्यानललाई धेरै धेरै माया गरिदिनु होला। लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट गरिदिनु होला। सेयर र सब्सक्राइब पनि सब्सक्राइब गरिदिनु होला। भन
भिडियो त बनाइयो यस्तो अवस्थामा पुग्यो होइन। अब यिनीहरूले बनाउँछन् रे, कस्तो बनाउँछन् हेरौँ। बनाउने तिमीहरूले? ल म बनाइदिन्छु तिमीहरूको। बोल र हाम्रो मालिकनी चाहिँ यता हुनुहुन्छ, हामी चाहिँ नास्ता खाएको। हामीले चाहिँ 20 रुपियाँको बनाइदिनुहोस् भनेको 40 रुपियाँको बनाइदिनु भएको रहेछ। अनि हाम्रो मालिकले चाहिँ यहाँ एउटा त्यो 10 रुपियाँ चुना लगाइदिनु भयो, चटपटी खानुहोस् भन्दा मान्नुहुन्न। अनि यता फेरि हालिराख्नु भएको छ 20 रुपियाँको चटपटी भयो भनेर रमाइराख्नु भएको छ। म चाहिँ एकदम दुखी छु। मालकिन यिनले चाहिँ हाम्रो कति पैसा खाइदिएछन्, भाडामा मिलाउनु पर्छ। हाम्रो कति पैसा खाइदिएछन्, भाडामा मिलाउनु पर्छ। हिसाब गरेर राख्नेछौँ हामी। जस्ट जोकिङ। साथीहरू खाइहाल्छ। अनि चाहिँ कस्तो गरेको थियो भने पहिला यत्रो मुख पारेर बसेको थियो, रिसाएर अब पछि किनिदिएपछि पहिला मम्मी हुनु जाने अनि चाहिँ नानी नानी आऊ है। यिनी चाहिँ फेरि कहाँ गयो के नानी? हो बारीबाट उठिरहेको। हामीलाई घर यिनलाई हामीले घर नलगेपछि हामीलाई मारिदिन्छ। यिनलाई जसरी पनि घर लग्नुपर्छ। चटपटी देखाउ न। चटपटी मेरो चटपटी चाहिँ यहाँसम्म समातिरहेको छु। 10 को खाने भनेको साथीहरू मिठो पनि छैन। फेरि त्यो यस्तो भनेको भन्नु होला नि। यहाँनिर खाएर हामी यहाँ खाएको आज। त्यही पनि 20 को खाने नानीको चित्त बुझाइदिने भनेर बनाएको। आज हेर्छन् नानीले बिचरा भनेर उ गर्नु गएको। 50 रुपियाँ चुना लाग्यो। ल यिनी चाहिँ फेरि आइसक्यो। कहाँ हो? ल हामी चाहिँ अब रुम गएर गर्छौँ, धेरै काम भयो। साथीहरू हामी चाहिँ यत्तिकै रुममा बस्दा वाक्क दिक्क लागिसक्यो। त्यही भएर चाहिँ यसले नजानेको मादल बजाउला छ। म चाहिँ च्यातेको स्वरलाई गीत गाउन लाग्छु। यसले पनि गाउँछ साथीहरू। माले चाहिँ त्यस्तो जो पाइ त्यहाँ सुन्नुहुन्न अरे, त्यो पनि त्यस्तो सुनि त हुन्न अरे। त्यो पनि हामी गरबेटी दिदीको मागेर चाहिँ हामी बजाउन लगाएको छौँ। जुन मैले गाउँछु नि त्यो त्यसको लय त जान्नु होला। त्यस्तो किन सघाउँ लाग्यो मैले त्यतिकै यस्तो मात्रै हो। म त यस्तो मात्रै हो, म त सक्दैन। तैँले पनि गाउँछस् यो गीत? ल 5 6 7 गो। दर्कमाउन म जान्छु पियारी, म जान्छु पियारी, बस तिमी बालबच्चा सियारी, सरर मुगलान काटेर बाजे गर फर्कुला निर्माया, पसिनाले पैसा साटेर म जान्छु पियारी, म जान्छु पियारी, बस तिमी बालबच्चा सियारी, सरर मुगलान काटेर बाजे गर फर्कुला निर्माया, पसिनाले पैसा साटेर बाजे गर फर्कुला निर्माया, पसिनाले पैसा साटेर। म यो गीत हेरेकै छैन नि त खासमा। यही रहेको छ साथीहरू हाम्रो चाहिँ होइन। जोडमा है साथीहरू। साथीहरू हामी चाहिँ हिजोको भिडियो इन गरेको थिएनौँ, त्यही भएर मैले आज इन गर्दैछु साथीहरू। सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।